आदरणीय दर्शकगण नमस्ते, राधे राधे। भागवत धर्म जागरण युट्युब च्यानलबाट आज हामी कर्मकाण्डको अर्को नयाँ कक्षामा सङ्कल्प गर्ने विधि तरिका प्रयोगात्मक हिसाबमा सिकाउन गइरहेका छौँ। सङ्कल्प गर्नका लागि केही कुरा हजुरले जान्नुपर्ने हुन्छ। हजुरले आज जुन दिनको सङ्कल्प गर्ने हो त्यस दिनको तिथि बार नक्षत्र चाहिँ थाहा पाउनुपर्ने हुन्छ पहिल्यै। त्यसका लागि तपाईँले पहिल्यै पात्रो खोलेर चाहिँ अगाडि राख्नुभयो भने सजिलो हुन्छ र अहिले त मोबाइल एप्सहरूमा पनि आजको तिथिमिथि नक्षत्रहरू आएका हुन्छन्। आज तपाईँहरूलाई हामी 2083 साल साउनको 11 गतेको हजुरहरूले पात्रो पल्टाएर हेर्नु होला। 2083 साल साउन 11 गतेको तिथिमितिलाई लिएर सङ्कल्प गर्न गइरहेका छौँ। पञ्चाङ्ग अनुसार 2083 साल साउन 11 गते त्रयोदशी तिथि परेको छ, सोमबार, मूल नक्षत्र अनि र गरकरण परेको छ। यति विषयलाई लिएर हामी सङ्कल्प गर्नेछौँ। र दोस्रो कुरो ध्यान दिनुपर्ने कुरा, हामी के का लागि सङ्कल्प गर्दैछौँ त्यो कुरो पनि जान्नुपर्ने हुन्छ। यो प्रयोगात्मक भएको हुनाले कल्पना गर्नुहोस्, आज चाहिँ साउनको महिना भएको हुनाले हामी रुद्राभिषेक गर्न गइरहेका छौँ। अब रुद्राभिषेकको सङ्कल्प कसरी गर्ने त्यो सुनिसकेपछि अरू कर्महरूमा पनि कसरी सङ्कल्प गरिने रहेछ त्यो कुरा हजुरले थाहा पाउनुहुन्छ। त्यसका लागि आज कर्ता बनेर प्रयोगात्मक यो भिडियोको कर्ता बनेर हाम्रो आदरणीय गुरु माधव सत्याल गुरुदेव यहाँ हुनुहुन्छ भने गुरुमा पनि साथै हुनुहुन्छ। किनभने पूजा पुण्य आदि कर्म गर्दाखेरि पति पत्नी भएर गर्नुपर्ने हुन्छ। आदरणीय गुरुमा सावित्री सत्याल पनि हाम्रो साथमा हुनुहुन्छ हाम्रो भिडियोलाई साथ दिनका लागि। यति जानकारी गराइसकेपछि हजुरहरू पञ्चाङ्ग खोलेर अगाडि बस्नु होला र कसरी गर्ने त्यो प्रयोगात्मक कक्षा हामी अनलाइन कक्षाबाट हजुरहरूलाई फेसबुकको माध्यमबाट युट्युबको माध्यमबाट पछि सिकाउनेछौँ। आज चाहिँ कसरी गर्ने यो गरेको विधि हजुरहरूलाई सिकाउन गइरहेका छौँ। त्यसका लागि हामीले सबै सामान ठिक पारेका छौँ। कर्मपात्र, त्यो गुरुमा कर्मपात्र अगाडि राखिदिनु होला। कर्मपात्र चाहिन्छ। कर्मपात्र बनाउने विधि अस्ति हामीले सिकाइसकेका छौँ। अनि यहाँ हामीसँग पूजा सामग्री चन्दन, अक्षता, फुल त्यसलाई पनि अगाडि राख्नु होला। यो छँदैछ। अब अनि त्यसपछि यति भइसकेपछि अब सङ्कल्प गर्नका लागि हामीले पहिला अस्ति हामीले सिकाएका छौँ आचमन गर्नुपर्ने हुन्छ। हाम्रो गुरुदेवले आचमन गर्दै हुनुहुन्छ। ओम केशवाय नमः, ओम माधवाय नमः, ओम नारायणाय नमः, हस्त प्रक्षालनम ऋषिकेशाय नमः। अब हात धोइसकेपछि हजुरले यसो अगाडि प्राणायाम गर्नुभयो, तिलक धारण गर्नुभयो, शिखाबन्धन गर्नुभयो, जुन कुरो अगाडिको भिडियोमा हामीले सिकाइसकेका छौँ। त्यसपछि सम्पूर्ण पूजा सामग्री तयार गरेर रेखिहालेर अनि अब चाहिँ हामी पूजा सुरुवात गर्न गइसकेका छौँ। यसभन्दा अगाडि दीप प्रज्वलन गरेर अर्घ स्थापना पनि गरिसकेको हुनसक्छ, गोदान कर्म गरिसकेको हुनसक्छ। अनि प्रतिज्ञा सङ्कल्प अब गर्नुपर्ने हुन्छ। प्रतिज्ञा सङ्कल्प गर्नका लागि हामीले अस्ति भनेका छौँ कर्मपात्रभित्र हात डुबाउन पाइँदैन। पवित्र औँठी धारण हातमा औँलामा लगाएको हुनुपर्दछ। अघि हामीले कर्मपात्र पूजा गर्दाखेरि लगाएका छौँ। यहाँ प्रयोगात्मक भएको हुनाले लगाइएको रहेनछ, अहिले लाउँदैछौँ हामी। अब औँठी लगाइसकेपछि यहाँबाट एउटा चम्मचले अथवा उठाएर जल हाल्ने अनि हातमा जौतिल लिनुपर्दछ। धेरैजनाले यसरी हात यहाँ डुबाएर नि मुठीले लिएको देखिन्छ, त्यसो गर्नु चाहिँ राम्रो मानिँदैन। यहाँ जौतिल कुस हालिसकेको छ, त्यहाँबाट जौतिल कुस मुठीमा लिनु होला। ल अब उहाँको मुनि हात राख्नु होला। हो यसरी आफ्ना श्रीमानसँग श्रीमतीको हातलाई हत्केला माथि राख्न पनि मिल्छ, अथवा श्रीमानको हात छोएको भनेर उहाँले तल राख्न पनि मिल्छ। यो हात हत्केलो श्रीमानको भन्दा माथि कि तल भन्ने कुरामा चाहिँ माथि राखे पनि हुन्छ, तल राखे पनि हुन्छ। अब श्रीमती अर्धाङ्गिनी भएको हुनाले आफ्नो हत्केला माथि श्रीमतीको राख्न मिल्छ, त्यो पनि विधिवत हुन्छ भने श्रीमानले समाएकोमा श्रीमतीले छोएको भनेर श्रीमानको हत्केलो मुनि हात राख्न पनि मिल्छ। दुवैको हातमा जौ तिल कुश हुनुपर्छ। जौ तिल कुश लिएर बोलेको कुरालाई चाहिँ पुरा गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले यो प्रतिज्ञा सङ्कल्प भनिन्छ। अब यहाँ गुरुदेवले लिइसक्नु भएको छ। अब हामी सङ्कल्प पढ्छौँ, त्यसै अनुसार हजुरहरूले पनि अभ्यास गर्नुहोला। सङ्कल्प पनि लघु सङ्कल्प, मध्यम महासङ्कल्प र महासङ्कल्प हुन्छन्। सामान्यतया हामीले व्यवहारमा सामान्य पूजापाठमा लघु सङ्कल्प, छोटो सङ्कल्प पढ्छौँ। त्यसै अनुसारको यहाँ म पहिला सङ्कल्प पढ्छु अनि बिचमा मिलाउनु पर्ने कुराहरू के हुन् त्यो हजुरहरूलाई पछाडि सम्झाउँछु। सुरु गर्दैछौँ। आरम्भमा सङ्कल्पको आरम्भमा सुरुमा
एउटा श्लोक पढिन्छ। तिथि विष्णुर तथा वारं नक्षत्रं विष्णुरेव च योगच्छ करणं विष्णुं सर्वं विष्णुमयं जगत्। यति भनिसकेपछि हरि ओम तत्सत् हरि ओम तत्सत् विष्णु 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 स्वस्ति श्रीमद्भगवतो महापुराण पुरुषोत्तमस्य विष्णुराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारणो आद्य ब्रह्मणोनि द्वितीय परार्धे श्री श्वेतवराहकल्पे प्रह्लादादिपत्ते मनौ सप्तमे वैवस्वतमन्वन्तरे सत्यत्रेता द्वापरान्ते बौद्धावतारे अष्टाविंशतितमे कलियुगे तस्य प्रथमचरणे भूर्लोके जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आर्यावर्तैकदेशान्तर्गतः विन्ध्याचल गङ्गादिग्व्या उत्तरदिग्भागे हिमाञ्चलस्य दक्षिणपार्श्वे श्रीः ब्रह्मपुत्रनद्यां पूर्वदिग्भागे सप्तकौशिक्यै पश्चिमदिग्भागे वाग्मती विष्णुमती रुद्रमती संप्लावित गुह्येश्वरी राजराजेश्वर्यादि दिव्य प्रतिष्ठितेः पाशुपतक्षेत्रे पशुपतिनाथः गुह्येश्वरी दक्षिणकाली ब्रह्मण्डकण्ठादिः देवालयः संरक्षित पवित्र पुण्यभूमे य प्रसिद्ध काष्ठमण्डपनगरे बुढानीलकण्ठ नगरपालिकान्तर्गत सप्तम संख्यक कपन नामक ग्रामस्थाने यह पुण्यभूमेः श्रीमद् विष्णु ब्रह्म प्रजापति क्षेत्रे वर्जमालादि प्रभवादि षष्ठी संवत्सराणां मध्ये रौद्रवनाम संवत्सरे रविर्दक्षिणाळे मासानामुत्तमे वर्षा ऋतौ सौरेणः श्रावणमासे चन्द्रेण आषाढ शुक्लपक्षे शुक्ले महापर्व अद्य दिनायां त्रयोदशी परिपुण्यस्थितौ सोमवासरे मूलनक्षत्रे कर्कटराशिते सवितरिः कर्कटराशिते देवगुरुः धनुराशिते चन्द्रमसि अन्येषु शेषेषु ग्रहेषु यथा यथा राशिस्थितेषु स्थानेषु सत्सु एवं यथोक्त ग्रहगुणविशेषेण विशिष्टायां परिपुण्यस्थितौ अध्ययः गोत्र। अब यहाँ यजमानको गोत्र भन्नुपर्ने हुन्छ। कौडिन्य गोत्रस्य त्रिप्रवरान्वितस्य ब्रह्ममाद्यन्तिनीय शाखान्तर्गत शुक्लयजुर्वेदाध्यायिन सिंहराय शरीरस्य माधवप्रसाद शर्मा सकुटुम्बस्य आयु आरोग्य ऐश्वर्योत्तर हर्ष विजयोदयपूर्वकं दुःख दुर्भिक्ष दौर्णस्य दौर्भाग्योपसर्ग महामारी त्रासोल्कपात निर्घात भूकम्पादि सूचित सकलदोषोपशान्त्यर्थं दुःस्वप्न सुस्वप्न वाप्तिपूर्वकं धर्म अर्थ काम मोक्ष चतुर्विध पुरुषार्थ सिद्ध्यर्थं तथा च सकलमन ईप्सित कामना सिद्ध्यर्थं श्री साम्ब सदा शिव प्रीतैः साम्ब सदा शिवलिङ्गोपरि अविच्छिन्न जलधारया एक ब्राह्मणद्वारा रुद्राभिषेक कर्मणि तदङ्गतया आदौ दीप कलश गणेश पूजन पूर्वकं रुद्राभिषेक कर्मणिं च महं करिष्ये भनेर यो पुष्प टुक्रा छोडिन्छ। यति गरेपछि संकल्प भयो। अब यहाँ जान्नुपर्ने कुरो के छ भने हजुरहरूले यो संकल्प रट्नै पर्ने हुन्छ। कसरी उच्चारण गर्ने त्यो पछि म कक्षामा सिकाउने छु। जब आफ्नो गोत्र, यहाँ जसको गोत्र भने उहाँको कौडिन्य गोत्रस्य भनिएको छ, त्यहाँनेरि आफ्नो गोत्र भनेर फलानु गोत्रस्य भन्नु होला। नारीको भएदेखि गोत्राया भन्नु होला। जस्तो कौडिन्य गोत्रस्य अनि प्रवर हुन्छ कसैको पञ्च कसैको त्रि, कौडिन्यको त्रि भएको हुनाले त्रिप्रवरान्वितस्य भने। अनि ब्रह्ममाद्यन्तिनीय शाखान्तर्गत शुक्ल यजुर्वेदाध्यायिन भने ब्राह्मण भए शुक्ल यजुर्वेदाध्यायिन, क्षेत्री हो भने धनुर यजुर्वेदाध्यायिन र अन्यलाई पनि धनुर यजुर्वेदाध्यायिन भन्नुपर्छ। अनि आफ्नो राशि शरीरस्य आफ्नो नाम अनि आफ्नी पत्नीको नाम अनि सपरिवारस्य भनेर सम्पूर्ण परिवारलाई सम्झेर सपरिवारस्य सकुटुम्बस्य भनिसकेपछि अब के कामनाका लागि इच्छा छ? रोग निवारणार्थे अथवा धर्म अर्थ काम मोक्ष चतुर्विध पुरुषार्थ सिद्ध्यर्थे अथवा पदोन्नति प्राप्त्यर्थे कुनै कामना त्यहाँ बोल्न सकिन्छ। अनि ती कामना बोलिसकेर अथवा भगवत प्रीत्यर्थे अनि सामा सदा प्रीत है कसको लागि हो? त्यो भगवानलाई प्रीत है। अनि दीप कलश गणेश पूजन पूर्वकम कतिजना ब्राह्मणद्वारा हो? जस्तो यहाँ एक ब्राह्मणद्वारा अविच्छिन्नात्मक जलधारया भनेको छ। अविच्छिन्न रूपमा शिवजीमाथि जलधारा गरेर रुद्राभिषेक कर्मणि चाहिँ महम करिष्ये भन्ने रुद्राभिषेक कर्म चाहिँ म गर्दछु भन्ने यस्तो खालको यो सङ्कल्प, यो लघु सङ्कल्प हो। यो जानिसकेपछि हजुरहरूले कमेन्ट गर्नु होला। हजुरहरूले कमेन्ट गरेका आधारमा हामी मध्यम लघु सङ्कल्प र पुराण आदि ठुल्ठुला कर्मका लागि महासङ्कल्प हुन्छ। त्यो महासङ्कल्पको पनि अगाडि भिडियो ल्याउनेछौँ।
यो हेरेर केही कुरो बुझ्नु भएन भने कमेन्ट गर्नु होला, सकेसम्म हामी त्यसलाई चाहिँ समाधान गर्ने कोसिस गर्नेछौँ। हवस् त, भिडियो हेरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई राधे राधे।